हेलो 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 एभ्रिवान। आज चाहिँ म हजुरहरूलाई यो मे मन्थ कस्तो हुन्छ त मे मन्थ हजुरहरूको लागि ओभरअलमा जो पनि यो भिडियोसम्म आइपुग्नु भएको छ हजुरहरूले चाहिँ यो भिडियोलाई एन्डसम्म हेर्नु होला। स्क्रल नगर्नुहोस्, बरु सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् है। यो भिडियो चाहिँ जोसम्म आइपुग्नु भएको छ केही न केही रिजन लिएर चाहिँ यो भिडियो चाहिँ हजुर सामु आइपुग्नु भएको छ, पुगेको छ है। यो भिडियो हजुर सामु पुगेको छ। ओके, यो मे मन्थमा चाहिँ हजुरहरूले चाहिँ के चाहिँ रिलिज गर्नुपर्छ आफ्नो लाइफबाट। मे मन्थमा के रिलिज गर्नुपर्छ मेरो भ्युअर्सहरूले मे मन्थमा? पास्ट एनर्जीहरू, पास्ट इमोसन्स, पास्टमा अड्केको कुराहरूलाई रिलिज गर्नुहोस्। लेट गो द थिङ्स, आउने अपर्च्युनिटी हेर्नुहोस्। कन्फ्लिक्ट, इनर कन्फ्लिक्ट, लसहरूलाई रिलिज गर्नुहोस्। पास्टमा भएको बितेको घटनाहरूलाई छाडिदिनुहोस्, रिलिज गर्नुहोस् भनेर भनेको छ है। मे मन्थमा हजुरहरूले पास्टमा चाहे त्यो रिलेसनसिप होस् या जेसुकै होस् है, के लेसन लर्न गर्नुपर्छ त मेरो भ्युअर्सले है? लेसन लर्न हो पास्ट एनर्जी। किन आउँछ पास्ट एक्सपिरियन्स, रिग्रेट। यो पास्टबाट चाहिँ, पास्ट एक्सपिरियन्सबाट चाहिँ हजुरहरूले लेसन लर्न गर्नुपर्छ। आफ्नो मनको सुन्नुहोस् है भनेर भनेको छ। मे मन्थमा चाहिँ, मे मन्थको लागि मेरो भ्युअर्सको लागि चाहिँ एडभाइस के छ त? डिभाइन एडभाइस, द टावर आएको छ है। केही हुन्छ, केही गुड चेन्जेसको लागि नै हुन्छ। मन दुख्यो पास्टमा, रिलेसनसिपले मन हर्ट गर्यो है, इगो हर्ट गर्यो, ध्वस्त भयो होइन, सडन चेन्जहरू आयो रिलेसनसिपमा, छुट्यो, पेनफुल सिचुएसन भयो। अब एडभाइस के छ त? भयो त भयो, अब त्यही कुरालाई सम्झेर नबस्नुहोस्, सोचेर नबस्नुहोस्। हुने कुरा भइसक्यो। अब कसरी चाहिँ आफूले आफ्नो लाइफको अपर्च्युनिटीलाई चाहिँ अगाडि लाने, अब आउने अपर्च्युनिटीहरूलाई चाहिँ कसरी चाहिँ राम्रो बनाउने भनेर हेर्नुभयो भने हजुरहरूको मे मन्थमा एकदमै राम्रो हुन्छ है। एकदमै राम्रो छ, टेन्सन नलिनु। ब्रह्मा विष्णु महेश्वरको कृपा हुनेछ मे मन्थमा। हजुर हरेक कुराहरू ब्यालेन्स हुन्छ। प्लिज लेट गो द पास्ट है। जुन कुराले चाहिँ हजुरलाई घाउ दिन्छ, मन दुखाउँछ, किन त्यसलाई चाहिँ कन्टिन्यू गर्नु पर्यो? त्यो कुरा चाहिँ त्यही पास्टबाट केही सिक्नु होला है भनेर आएको छ। थ्याङ्क यू सो मच एभ्रिवान। कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस् है, सेयर पनि गरिदिनुहोस् अनि मेरो लाइभमा बेलुका जोइन हुनुहोस् है त। थ्याङ्क यू।